फर्स्टमा तपाईँ होइन exnes.com भनेर कुनै पनि ब्राउजरमा चाहिँ हान्नुहोस्। आइसक्यो भनेपछि चाहिँ क्रिएट एन एकाउन्ट हुन्छ। अब रिजन अफ रेसिडेन्स चाहिँ तपाईँ जुन देशमा बसिरहनु भएको छ होइन, म चाहिँ अब जापानमा बस्ने भएर जापान राख्छु है त होइन। मेरो इमेल एड्रेस हाने, त्यसपछि पासवर्ड हाने, त्यसपछि पासवर्ड हानिसकेपछि चाहिँ रजिस्टर भनेर गरेँ होइन। इनबक्समाथि गएर हेर्ने होइन, त्यसमा चाहिँ मेल आएको हुन्छ अनि मेलमा चाहिँ ओपन अ ट्रेडिङ एकाउन्टमा क्लिक गर्ने। गरिसक्यो भनेपछि ट्रिट गर्नुपर्ने हुन्छ। तर तपाईँले यदि यो गर्ने बित्तिकै अनि कम्प्लिटमा जाने, कम्प्लिटमा क्लिक गर्ने राइट साइडमा। क्लिक गरिसकेपछि फर्स्टमा चाहिँ अब भने यसको गेट स्टार्टेड नाउ गर्ने होइन। कन्फर्म योर इमेल, इमेलमा चाहिँ अब एउटा फेरि नोटिफिकेसन गएको हुन्छ होइन। अनि आइसक्यो हेर्नुहोस्, इमेल भेरिफिकेसन भनेपछि यो हान्ने होइन। आएको हानिसक्यो भनेपछि चाहिँ इमेल कन्फर्म इमेल एड्रेस चाहिँ कम्प्लिट भयो होइन। अब फोन नम्बर चाहिँ कम्प्लिट गर्नुहोस् भन्छ। कन्फर्म फोन नम्बर भने म जापान भनेपछि अब मेरो जापानको फोन नम्बर राख्नुपर्छ होइन। जापानमा चाहिँ कन्टिन्यू गर्नुहोस्। गरिसकेपछि अब मोबाइलमा चाहिँ एउटा एसएमएस आउँछ, जुन देशमा हुनुहुन्छ त्यही देशको चाहिँ फोन नम्बर राख्नु होला। मेसेज आइसकेपछि जुन कोड हुन्छ होइन, त्यो चाहिँ यसमाथि हान्नुहोस् होइन। हानिसकेपछि चाहिँ फोन नम्बर चाहिँ कन्फर्म भयो। कन्फर्म भइसकेपछि कम्प्लिट नाउ गरेपछि तपाईँको चाहिँ अब एड प्रोफाइल इन्फर्मेसनमाथि चाहिँ होइन तपाईँको अब डिटेल राख्ने होइन। मेरो चाहिँ अब डिटेल म यहाँ राख्छु होइन। नाम राख्नुहोस्, फर्स्ट नेम र लास्ट नेम मिडल नेम यसमा राख्नुहोस्, लास्ट नेम यसमा राख्नुहोस् होइन। अनि त्यसपछि चाहिँ अब डेट अफ बर्थ राख्नुहोस्। राखिसकेपछि कन्ट्री अफ बर्थ चाहिँ यसमा चाहिँ तपाईँले नेपाल राख्नुपर्ने हुन्छ। अगाडि हामीले जापान राखेको थियौँ होइन रजिस्टर गर्दाखेरि स्टार्टिङमा, अहिले चाहिँ यसमा नेपाल राख्नुपर्छ। अनि जेन्डर राख्नुहोस्। राखिसकेपछि तपाईँको एड्रेस राख्नुहोस्। राखेपछि कन्टिन्यू गर्नुहोस्। कन्टिन्यू गरिसकेपछि चाहिँ अब के का लागि पर्पज चाहिँ के हो भन्दाखेरि चाहिँ स्पेकुलेसनमाथि सेलेक्ट गर्नुहोस् होइन। अनि करेन्ट इम्प्लोइमेन्ट स्टेटस चाहिँ अब म चाहिँ फुल टाइम काम गर्ने भएको कारणले चाहिँ यो सेलेक्ट गर्छु होइन। यदि चाहिँ तपाईँहरू अब जापानमा हुनुहुन्छ भनेपछि चाहिँ सबैभन्दा बेटर चाहिँ इम्प्लोइड पार्ट टाइम राख्नु होला होइन। यो राख्यो भनेपछि सायद एडिसनल डकुमेन्ट या समथिङ के भेरिफिकेसन खोज्छ होइन। सो अब म चाहिँ अब जब गर्ने भएको कारणले चाहिँ इम्प्लोइमेन्ट भइहाल्यो होइन। त्यसपछि अब यसमा चाहिँ इन्डस्ट्री भनेर आएको छ होइन। इन्डस्ट्रीको लागि चाहिँ अब म्यानुफ्याक्चरिङ चाहिँ मेरो जस्तै जबको इन्ट्रेस्ट हो होइन। त्यसमा चाहिँ मैले कन्टिन्यू गरेँ। कन्टिन्यू गरिसकेपछि चाहिँ होइन अब मेरो सोर्स अफ इन्कम चाहिँ के हो भनेर सोध्छ होइन। इम्प्लोइमेन्ट एन्ड स्यालेरी इन्कम हो पक्कै पनि होइन। त्यसमा सेलेक्ट गर्ने। अनि इस्टिमेटेड टोटल लिक्विड वेल्थ भनेको तपाईँसँग क्यास चाहिँ कति छ भनेर सोध्छ। जस्तै अब हामीसँग 50,000 USD भन्दा तल नै हुन्छ, बिलो 50,000 राखिदिने। राखिसकेपछि एनुअल नेट इन्कम होइन भनेपछि यो पनि अब जस्तै बिलो 50 राखिदिँदा नि हुन्छ, फरक पर्दैन होइन। अनि कति पर्सेन्ट चाहिँ तपाईँको इन्कमको युज गर्न चाहनुहुन्छ भन्दाखेरि चाहिँ अप टु 25%, 50% राख्दाखेरि जे राखे पनि भयो होइन हेरेर। अनि त्यसपछि अब कतिवटा एक्सपिरियन्स छ सिएफडी भनेको चाहिँ होइन। सिएफडीमा चाहिँ कतिवटा एक्सपिरियन्स छ भनेर सोध्यो। जस्तै अब 100 ट्रेड होइन। अनि होइन डु यु रिलेभेन्ट टु द यस राख्यो होइन। त्यसपछि मार्जिन चाहिँ होइन 1000 अब 1:100 लेभरेजको चाहिँ 1000 युरो हुन्छ होइन। वेन क्यान यु ट्रेड बिफोर क्लोज भनेपछि मैले चाहिँ अब यो जब मसँग पैसा इनफ हुँदैन होइन त्यति बेला चाहिँ मैले क्लोज गर्न चाहन्छु होइन। तर प्रफिट भएको बेला गर्न चाहदिनँ, त्यही बेला फर्स्टको सेलेक्ट गरेर कन्टिन्यू गर्नुहोस्। गरिसकेपछि तिनवटै चाहिँ क्लिक गरेर सबमिट हानिदिनुहोस्। हानिसकेपछि चाहिँ अब भेरिफाई आइडेन्टिटी नाउ भन्छ होइन। जस्तै अब तपाईँको जापानमा हुनुहुन्छ नि त, पासपोर्ट दिँदा पनि भयो, आइडी कार्ड दिए नि भयो, ड्राइभर लाइसेन्स दिए नि भयो होइन। अनि रेसिडेन्स पर्मिट दिए पनि हो। अब रेसिडेन्स पर्मिट चाहिँ मसँग यो जाइरो कार्ड छ होइन, आई मिन रेसिडेन्स कार्ड छ, त्यही भएर चाहिँ फ्रन्ट होइन रेसिडेन्ट कार्ड सेलेक्ट गर्ने फ्रन्ट साइडको। गरिसकेपछि कन्टिन्यू गर्नुहोस्। ब्याक साइडको लागि फेरि होइन यसमाथि क्लिक गर्नुहोस्। गरिसकेपछि फेरि अब मेरो कहाँ छ डकुमेन्ट त्यसमै गएर अब ब्याक साइडको चाहिँ अपलोड गर्नुहोस्। अपलोड गरिसकेपछि सबमिट गर्नुहोस्। सबमिट गरिसकेपछि अपलोड सक्सेसफुल भइहाल्यो होइन। अब यसको चाहिँ जस्तै वी आर रिभ्युङ यो डकुमेन्ट भन्ने छैन, कन्ट्याक्ट पर्सनल डिटेल्स कम्प्लिट। जस्तै अब यसमा चाहिँ मेरो एकाउन्ट खोल्ने काम भइसक्यो। जस्तै अब मैले चाहिँ के अरे रेसिडेन्स कार्ड गरेको थिएँ होइन, डकुमेन्ट इज आउटडेटेड भन्छ क्या। भन्न खोजेको कि अब मेरो डकुमेन्ट चाहिँ राम्रोसँग क्लियर भएन
पासपोर्ट या अरूको चाहिँ दिए भनेर भन्छ होइन। अब यसमाथि पासपोर्टकै दिए पनि भयो होइन। म जस्तै पासपोर्टकै दिन्छु, के छ र फ्रन्ट पेजको मेरो पासपोर्टको पनि छँदैछ। सो लेट्स सी। पासपोर्टको दिएँ होइन। अब सबमिट गरौँ है त। ओके, अब जस्तै यो धेरै टाइम चाहिँ लगाउँदैन क्या, एकचोटि नाम अनि त्योसँग चाहिँ मिल्यो भनेपछि अनि एकैछिनमा चाहिँ भनौँ न एकाउन्ट चाहिँ कम्प्लिट भइहाल्छ। अब यो एकाउन्ट चाहिँ यसरी गर्नु होला होइन। अहिले मेरो अब कुनै कारणवश भएन भनेपछि जुनसुकै तपाईँसँग एभाइलेबल डकुमेन्ट छ त्यो अपलोड गर्नु होला। र अब मेन चाहिँ अब यो एक्सनेसको चाहिँ युआई भयो होइन। अनि तपाईँको रियल मनी डिपोजिट गर्नुभयो भने चाहिँ यहाँबाट चाहिँ ट्रेड गर्न सक्नुहुन्छ। जस्तै अब फर इक्जाम्पल यसमा ट्रेडमा क्लिक गर्नुहोस्, एक्सनेसको आफ्नै टर्मिनलमा पनि तपाईँ ट्रेड गर्न सक्नुभयो होइन। अनि त्यो नभएर तपाईँले रियल मनीमा तपाईँले गर्न सक्नुहुन्छ। MT5मा पनि यो आइडी हानेर चाहिँ तपाईँले लाइक लगइन गर्न सक्नुहुन्छ। सो अब हामी एक्सनेसकै टर्मिनलमा गएर हेरौँ भने अहिले चाहिँ हामीसँग ब्यालेन्स छैन होइन। त्यसमाथि यो जुन छ होइन, यो रियल एकाउन्टमाथि ब्यालेन्स छैन नि त, यसरी देखाएको छ। अब होइन डेमोमा चाहिँ फर्स्टमाथि अब फर्स्ट एकाउन्ट खोल्दाखेरि चाहिँ अब डेमोमा ट्राई गर्छ भने चाहिँ ट्रेडमाथि क्लिक गर्ने होइन। गरिसकेपछि एक्सनेस टर्मिनलमाथि खोल्न सक्नुहुन्छ। अनि खोलिसकेपछि चाहिँ अब यहाँ 10,000 युरो छ। यहाँबाट चाहिँ यो साइडमाथि होइन, यहाँ डाइरेक्ट सेलमा क्लिक गऱ्यो भनेपछि होइन कति भोल्युमको चाहिँ किन्न चाहनुहुन्छ 0.05 होइन, अथवा कतिको बिक्री गर्न चाहनुहुन्छ। अब सेल गरौँ है त, कन्फर्म सेल भने हो होइन। यो सेल चाहिँ माथि राख्ने हो होइन, टिपी चाहिँ तल राख्ने राखेको छ होइन। सो अब यसरी चाहिँ हामीले ट्रेड लग्न सक्यो। रियल एकाउन्टमा पनि ठ्याक्कै यसरी नै लग्ने हो क्या। जस्तै अब डिपोजिट चाहिँ कसरी गर्ने हुन्छ, डिपोजिट गर्नका लागि चाहिँ धेरै नै वेहरू छन् होइन। अब सबैभन्दा तपाईँको ब्याङ्कले सपोर्ट गर्छ भनेपछि चाहिँ ब्याङ्कबाट नै डाइरेक्ट डिपोजिट गर्दाखेरि चाहिँ बेस्ट हुन्छ, ब्याङ्क ट्रान्सफर गऱ्यो भनेपछि होइन। अब मैले चाहिँ गरेको अगाडिको चाहिँ के भनेपछि बिटकोइन ट्रान्सफर गरेको मेरो बाइनेन्स एकाउन्टबाट यसमाथि ट्रान्सफर गरेँ। यहाँबाट न चाहिँ तपाईँको यता आफ्नो पर्सनल ट्रेड एकाउन्टमा चाहिँ ट्रान्सफर गर्न मिल्छ। जस्तै अब तपाईँको एकाउन्टमा जानुभयो होइन, गइसकेपछि भेरिफाई भयो भनेपछि यहाँबाट तपाईँले चाहिँ ट्रान्सफर गर्न मिल्छ। चाहिँ यसरी चाहिँ हामीले चाहिँ एकाउन्ट खोल्न सकिन्छ होइन। अब एकदमै सजिलो छ होइन। अब योभन्दा पनि पछि नबुझेका पोइन्टहरू केही छन् भनेपछि सोध्नु होला कमेन्ट बक्समाथि र फलो गर्न नबिर्सनु होला। अनि म यस्तै भिडियोहरू चाहिँ बनाउँदै गर्नेछु होइन। थ्याङ्क यू फर योर सपोर्ट।